गुड मर्निङ गाइजहरू वेलकम ब्याक अगेन अविस्मरण मग युट्युब च्यानलमा होइन फाइनली गाइजहरू अब चाहिँ म चाहिँ थबाङ गाउँपालिकाको यो थबाङको छेर्लाबाङबाट चाहिँ म चाहिँ सुनसरी गाउँपालिकाको माबाङ जाँदैछु र आजको यात्रा चाहिँ रोल्पाको थबाङ टु सुनसरी गाउँपालिकाको माबाङ हुँदैछ र मेबी आशा छ आजको भ्लगिङ दामी हुनेछ। अहिले चाहिँ यो ठाउँ चाहिँ एकदम दामी छ। अब यहाँबाट चाहिँ हामी निस्किँदैछौँ होइन केही टाइमपछि चाहिँ र सो अब चाहिँ हामी बाटोमै अब जान लाग्छौँ। मेरो बाइक चाहिँ पार्टिया छ र यो ठाउँको नाम चाहिँ छेर्लाबाङ एकदम दामी छ। आलु नि आलु फलेको छ त्यहाँको लागेर है। बारीतिर पनि छ गाउँ चाहिँ। अब तल त्यहाँबाट उता चाहिँ मिरुल पर्छ भने यहाँबाट यता थबाङ पर्छ। अहिले त जे भए पनि थबाङ गाउँपालिका भइ नै सकेको छ र म चाहिँ उठेर चाहिँ जान लागेको छु गाडीहरू होइन। त्यही हो दिदी दिदी कता गयो तिमी दिदी? आलु पनि आलु आम्मा कस्तो आलु हो यो? आलु तपाईँको यो यिनीहरू आलु तपाईँको के हो? ओहो हो कति धेरै हो यो? गाइसहरू यति पिसफुल छ नि होइन, एकदमै आनन्द है, एकान्त चिसो पनि छ। आजले फाइनली यो यहाँ पनि पुरै ट्र्याकका लागेर चाहिँ एकदमै यो गुलाबको फुलको फुल फुलिसकेको चाहिँ घर चाहिँ एकदम इन्ट्रेस्टिङ छ है। यो पुरै काठको घर है त गाइजहरू देख्न सक्नुहुन्छ होइन, एकदमै दामी पनि छ। अब फाइनली चाहिँ अहिले चाहिँ म चाहिँ थबाङ गाउँपालिकाको छेर्लाबाङमा छु। एकदम दामी छ, ब्युटिफुल छ, एकदमै सुनसान अनि एकान्त पनि छ है। र जस बस्नको लागि र आफ्नो कामहरू रिसर्चहरू गर्नको लागि चाहिँ यो ठाउँ चाहिँ एकदम बेस्ट छ। वान अफ द बेस्ट लागि चाहिँ बेस्ट लागेको छ। र यहाँ चाहिँ यहाँ स्याउ पनि छ, पारि त्यो स्याउको बोर्ड पनि छ। अब चाहिँ हामी चाहिँ म जाँदैछु हेलो अगाडि बढ्दैछौँ अब थबाङ गाउँपालिकाबाट सुनसरी गाउँपालिकातिर दिदी है जानु लाग्यो। ल बस्नुहोस् है त है, ल बस्नुहोस् है हजुर। ए ल ल ल के भन्नु अरे बाछिन भनेको जानुहोस् है भन्नु। ए मलाई के थाहा। ल दिदी बस्नुहोस् है। ल हुन्छ हुन्छ ल ल। तपाईँको काम मिल्दो रहेछ है सबै 99.9% मिल्छ। हजुर त्यो 0.01% मात्र नमिल्ने भने त गाइजहरू होइन फाइनल अहिले जाँदैछ। कुन ठाउँ भन्नु पऱ्यो सर? यो छेर्लाबाङ सर, छेर्लाबाङबाट है। अब राम्रो बाटो आइपुग्यो होइन, अफरोडिङ हो अफरोडिङ, तर अफरोडिङ गर्नुको मजा पनि देख्दैछ है। चिसो छ बिहानको टाइमै भेरी ब्युटिफुल यार। गाइस बिहान ल चाहिँ अहिले बाटोमा जाँदैछौँ। गाह्रो भए पनि किनभने यस्तै गाह्रो पनि हुन्छ, तर पानी पऱ्यो भने अफरोडिङ चाहिँ मजाको केही पनि हुँदैन यसो हुन्छ। आजभोलि लेकतिर छु साथीहरू, लेकतिर यस्तै हो होइन सर, होइन एन्जल सर। हजुर
मलाई यस्तो त ढाडेकै जरे कजल देखे जरे बिहानको यो मर्निङ टाइम है घाम पनि गर्न लागेको छ भर्खर घाम आउनु लाग्छ एकदमै राम्रो छ मौसम चाहिँ होइन एकदमै दामी खुलेको छ र फाइनल चाहिँ म आज यस्तो हुलियामा छु एकदम चिसो छ गाई सुरु होइन एकदम जाडो पनि छ गलबन्दी लगाएर चाहिँ म फाइनली जाँदैछु आशा छ एकदमै राम्रो हुनेछ यात्रा बिहानको आजको बिहानको टाइम एकदमै शुभ छ र आजको दिन पनि यत्तिकै शुभ रहनेछ र म मेरो हरेक काममा चाहिँ बेस्ट दिने कोसिस गर्छु एन्ड द बेस्ट हामी चाहिँ एन्ड्रक सरसँग चाहिँ जाँदैछौँ दुईजना चाहिँ हामी चाहिँ र जो सरलाई चाहिँ वेलकम छ है सर हजुरलाई वेलकम छ म युट्युब च्यानलमा सरलाई फर्स्ट टाइम होला मेरो युट्युबमा चाहिँ सरलाई चाहिँ मैले लिएको आज चाहिँ जो खुसी लागिरहेको छ सरसँग चाहिँ हिँड्नुको मजा अहिले हामी अगाडि बढ्दैछौँ है त अब शहीद मार्गभित्र ठबाङगढी जान्छौँ गाइजहरू ठबाङको पनि केही भिडियोहरू ब्लगहरू देखाउनेछौँ त्यहाँ गाउँको पनि ओके लेट्स गो जाँदैछौँ नेक्स्ट अगेन चाहिँ राम्रै राइड गर्नेहरूलाई पनि लाग्छ त्यही हो होइन एकदम राम्रो छ वातावरण वरपरबाट जङ्गली जनावरहरू निस्केर आक्रमण गर्लान् जस्तो छ तर चिल दामी छ हजुर सर चिसो छ सर है यहाँतिर है जाडो यस्तो लेक छ अनि चिसो नअनि के भन्नु पर्छ सर होइन बाटो चाहिँ राम्रो छ सर गुवाको बाटो त अब फर्स्ट टाइम बाइकमा चाहिँ राइड गरिरहेको छ एकचोटि सोच्नुपर्छ यार हेलो गाइजहरू है यो चाहिँ छेर्लोबाङ जाने बाटोदेखि आइरहेछौँ भने परको बाटो चाहिँ साइड मार्ग हो हामी चाहिँ साइड मार्ग बाहिर कमिङ इन साइड मार्ग हजुर सर ए ओके सर हजुर सर एडिट गर्ने त तपाईँको बानी नै हो नि होइन दिस इज अ भेरी ब्युटिफुल गाइज है एकदमै दामी छ यो चाहिँ रोड जिल्लाको
ठवाङ बजार ठवाङ गाउँ हो ल सर एक दुईलाई केही फोटो पनि हालौँ न सर ल आयो सर अहिले चाहिँ हामी केही एक दुईवटा फोटो पनि हाल्छौँ यो ठवाङको चाहिँ एकदम ब्युटिफुल बजार हो यति सर रोल्पाको नमुना शान्ति गाउँ ठवाङ अहिले हामी देख्न सक्छौँ ठवाङ बजार त फाइनल गाइज र अब चाहिँ हामी रोल्पाको चाहिँ ठवाङ यहाँ रहेछ नि सर होइन है महोत्सव भइरहेको ठाउँ चाहिँ यहाँ छ स्टेजमा जान मन लागिरहेको रहेछ महोत्सवको स्ट्यान्ड चाहिँ धेरै साग्रो रहेछ सानो रहेछ दर्शक आए पनि दामी देखिन्छ क्या फेरि यहाँको लागि ठिकै हो कि सर यो यो पुल त लास्टै लामो रहेछ नि है खोला रहेछ हो ठवाङ खोला ठवाङ खोला रहेछ होइन ठवाङ खोलाको लम्बाइ 169 मिटर कुदाउने त मेरो बानी नै हो नि होइन ठिकै हो यहाँको यतिको
गाउँघरको लागि ठिकै हो क्या सर यो 4 बजार जस्तो जग्गा हुन्छ र बजारबाट के लास्ट अमेजिङ भ्यू यहाँ रनकाउने त मेरो बानी नै हो न गाईतिर यो चाहिँ थबाङको चाहिँ आलु बगान बगान जस्तै It's beautiful view. गोबा लगाइरहेको छु नि कस्तो दामी छ सर होइन
एकछिन आउट अफ कन्ट्रोल भयो यार है सर है साथले यार आम्बो यहाँ चाहिँ एउटा काठबाट दरबार जस्तै भन्न लागेको रहेछ दामी के सर होइन डेन्जर कति मात्र हो खतरा पनि लाग्छ लाग्छ सर है भिड पनि यस्तै बोबाल यस्तै बोबाल राम्रो छ बाई बाई आलु खाने हो है माया कृपया आलु खाने भए ठाउँ आउनु होला ओके है एकदम स्पेसल भइरहेछ स्पेसल भइरहेछ हातमा चल्ने मात्र त हो नि हाँक्नुहोस् न मात्र तपाईँले भिडियो बनाउने त मेरो बानी नै हो नि सबैजनालाई वेलकम छ र उवामा चाहिँ हामी अहिले आइसकेका छौँ र अब चाहिँ हामी उवा बेसी हुँदै हामी सिक्किम हुँदै सुनसरी गाउँपालिका जान्छौँ र आज हामी अहिले चाहिँ यात्रामा चाहिँ अन्त हेर्नेछौँ सुरु हामी होइन यो थर्पु तवाङ गाउँपालिकाको उवाको चाहिँ थर्पु हो दामी छ गाई त्यो देख्न सक्नुहुन्छ भेरी ब्युटिफुल हामी चाहिँ अब केही पर्छ थर्पुमै एकदम सर एकदम केही भन्छ अब हामी थर्पुमै रमाउँछौँ दामी छ एकदमै उवाको वान अफ द बेस्ट प्लेस वान अफ द बेस्ट प्लेस चाहिँ उवाको चाहिँ यो चाहिँ थर्पु गाईहरू थर्पु हे म त आज भोलि लेकतिर छु लेकतिर थर्पुतिर छु यस्तै हो साथीहरू हामी यस्तै त हो नि जोडले गाउनुहोस् न हजुर सर जोडले गाउनुहोस् न त्यस्तो स्वर पनि छैन अब मैले गाइदिउँ त अनि गाइदिनु न सर तिम्रो चिन कुसुमेरुमा मनैभरि सजाउला तिम्रो चिन हिजो साँझ अभ्यासमा आइदिने गर्दाखेरि यो हुनै आएको छैन कि भोइस नै आएको छैन तिमीलाई देखेर तिमीलाई देखेर हिमाल हाँसेको तिम्रो गीत सुनेर नाचेको तिम्रो जवानलाई Pirati gasiko, pirati gaseko. Wow, dami, wow. Danger view निकाल्ने त मेरो फेरि बानी नै हो नि Danger view निकाल्ने त मेरो फेरि बानी नै हो नि
तर मन टेन्सन निकाल्नु त मेरो बानी रह्यो अनेक सिर्सिङमा मात्रै हो कि अप्ठ्यारो भनेको त टाइम त्यो क्रस गऱ्यो भने त हामी फोन नम्बर बेस बाटो आइहाल्छ तर हामी छिट्टै पुग्छौँ सर टाइममै आफ्नै ठाउँ लाग्छ नि रमाइलो आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छ नि रमाइलो माया उआ थर्पुमा गाउँघरकी मायाले पार्यो जलैमा या यस्तै त हो नि होइन यो भोइसको कुरा त नगर यस्तो भोइसले कहाँ जान सकिन्छ त यार जे भए पनि गीत सङ्गीतलाई चाहिँ असाध्यै माया गर्ने मान्छे हो धेरै गीत सङ्गीतलाई माया गर्ने मान्छे तपाईँको आशीर्वाद लागेको छ भने कुनै दिन यात्राले होइन कहाँसम्म दोहोऱ्याइ आउँछ नपुगेलाई पनि भन्न सकिन्न राति पलको सँगै रहला तर फर्को सुशान्त केसीको खासै लिरिक चाहिँ आउँदैन त्यो गर्दै भयो सबै आउँछ होइन फाइनली गाइजहरू आज चाहिँ हामी होइन ठबाङबाट चाहिँ उहाँ आइसकेका छौँ र सो अहिले चाहिँ हामी चाहिँ अब सुनसरी गाउँपालिका जाँदैछौँ र सुनसरी गाउँपालिका हुँदै मेरो घर जाने हो माबाङ चाहिँ र मेबी एकदम फ्यान्टास्टिक पनि भयो एकदमै रमाइलो पनि भयो ठबाङको यात्रा चाहिँ र अहिले चाहिँ बाइक चाहिँ पछि त्यहाँ छ र हामी चाहिँ एन्जल सर र म चाहिँ यता छौँ है हाम्रो सर उता हुनुहुन्छ अनि त्यसपछि हाम्रो यो पारेको त्यो गाउँ चाहिँ उहाँ हो हजुर उहाँ छ र एकदम ब्युटिफुल छ गाइजहरू है रमाइलो पनि छ त्यो ठिकै छ एनिवे रमाइलो एकदमै दुःख सुख के हो यात्रामा भइरहन्छ है सिक्किम यहाँहरू छैन सर होइन हजुर ट्र्याक्टर आइरहेको रहेछ हजुर ट्र्याक्टर आइरहेको रहेछ होइन बाटो खुल्ला छैन कतिको उकालो मेट्रो रोड तानेकै हो सर होइन ट्र्याक्टरको त बसमै पोपालै हो कि पिकअपको निकाल्ने त मेरो पानी नै हो नि
सर मर्दै छ हौ दुईजना यहाँ चाहिँ बाटो एकदमै अप्ठ्यारो थियो कुनै टाइम आजभोलि चाहिँ अहिले यो वर्ष भनौँ न अघिल्लो वर्ष भनौँ न अब ब्लास्टिङ गरेर पुरै खुल्ला भएको छ तपाईँहरूले देख्नुभयो है ब्लास्टिङ गरेको ठाउँ यो सबै अब यहाँबाट पुरै ग्राभिल हो ग्रामीण हो तर अझै पनि यस्तो छ अवस्था तर ग्राभल गरेको र नगरेको धेरै फरक पर्छ सर होइन धेरै फरक पर्छ सर धेरै फरक पर्छ नि बाटो लेभलमा हुन्छ कि सर होइन ग्राभल गरेर खाल्टा खोल्टी हुँदैन रोल्पाको सबैभन्दा ठुलो पहिरो यही हो को रोके है रोके सर है हजुर के बनाउनु छ म त रोकिरहेको थिएँ सर एकदमै सर एकदमै रोल्पाको सबैभन्दा ठुलो पहिरा कुनै समय अगाडि चाहिँ यहाँ मान्छे पनि पुगेर मरेको थियो ल सर रिक्स नम्बर हो सर जान्छ सर है गाह्रो छ सर अवस्था लास्टै कठिन छ के भने झरेर हिँड्नु परेको छ हिजोपट्टि हिँडेको कारणले गर्दाखेरि यहाँ खुट्टा दुखेर पनि हैरान छ हाम्रो मित्र सर पछाडि हुनुहुन्छ बाटो यस्तो देखिन्छ देखिँदो रहेछ खासै यतातिर यस्तो रफ छ कसरी होइन दुईजना त हुँदै हुन्न नि त सम्बन्ध हुँदैन यस्तोमा धेरै गाह्रो छ नि त त्यहाँ हुनुहुन्छ हाम्रो सर गाह्रो छ पल्ट्यो भने त बाइक जस्तै भइहाल्छ नि त फाइनली यहाँ आइपुग्नु हो के अरे बसिदिउँ त होइन के छ र डिस्ट्रिक्ट चाल्टो बस्नु सर ल ओके वेल डन अब चाहिँ हामी एउटा पनि हेर्नुहोस् है हजुर सर के भन्नु सर यता मेरो थोपडा पनि हेर्नुहोस् है भने सिसामा
गाह्रो छ हरेन मोबाइलले दिन्छु होला हरणलाई के भएछ हौ कट गरे यता है बिल्कुल बजार आयो मारे बनाउँछ है हजुर बिल्कुल बजार आयो माथि बनाउँछ है ल हामी फ्रीवानमा आइपुगेका छौँ हामी चाहिँ भ्यू है मौसम पनि क्लियर छ अब बसन्त ऋतु सुरु भइसक्यो हरियो हरियो ल रमाइलो हेलो मिठु बा सन्चै हुन्छ ए म हिजो गएको छु होइन लड्केको के बारे के कामले गएको माथि काम थियो बिजनेस काम थियो त्यो ए को भन्नुहुन्छ राजकुमार कहाँको त ए ठिक ठिक कोही स्कुल हुन्छ ल मेरो बुवा बस्नुहोस् है राजकुमारी कहाँको हो माथि छ ए ल हुन्छ बस्नुहोस् है बुवा है यहाँको गर्नु सबै बसा सरिएको छ होइन गाह्रो छ सर होइन गाह्रो छ सबै पुरै जमिन चलेको छ सर होइन हो यहाँ को गाउँ आयो भने बजार आयो भने बनाउनु लाग्छ है अहिले नबनाउनु होइन अन्त घर फाइनली गाडी भोलि बनाउनु आइसक्यो दिन नमस्ते दिदी है नमस्कार कहाँको वृत्तवृत्त रहेछ होइन आज श्रीरामतिरको कामतिरको हो कि होइन त्यत्रो गाडीमा आउनु पर्ने हुन्छ रहेछ
जाँदा विदेशैमा बसेछ भनेर तिर घर जम्बो भनेर। विकास सर नमस्कार। कसरी बुझ्छ मिलाइलाई तिम्रो त्यो मायालाई। किन उता नगएको कसरीमा तिम्रो त्यो मायालाई रोटी घरमा आएको माया मेरो साँच्चै खोज्छ। गाइज यहाँबाट तल चाहिँ सुनसर जाने बाटो। यहाँबाट चाहिँ माथि चाहिँ माबाङ जान्छ। माबाङ हुँदै अब सुनसरी गाउँपालिका 7 जेलबाङ जाने जोड्ने। फाइनली थाबाङदेखि हाम्रो थाबाङ यहाँदेखि थाबाङ अनि थाबाङदेखि यहाँसम्मको यात्राको संक्षिप्तमा बताइदिनुहोस्। एकदमै रमाइलो भयो होइन। बाटो गाह्रो पनि थियो तर गाह्रो सँगसँगै रमाइलो पनि हामीले यत्रो ठाउँसँग यसो कुरा त मजा नआउने के हुन्न होइन। एकदमै फ्यान्टास्टिक भयो, एक्साइटेड, एकदमै अब रमाइलो पनि भयो। अब दुःख कष्ट भए नि अब यस्ता गरी चिजले आउने कुरो हुन्न। त्यो रमाइलो भयो। आज चाहिँ यो मेरो मामा घर बल्ल आइपुग्यो। आज चाहिँ थाबाङबाट आजको यात्रा चाहिँ सर मेरो रुम जाम न है। होइन मेरो ड्रेस लिएर जाम क्या ब्यागमा हो नि हो। एकदम फ्यान्टास्टिक, एकदम सो नाइस भयो यस्तो गाइजहरू होइन देख्न सक्नुहुन्छ। एकदमै रमाइलो हुनेछ र त्यो लाइफको एकदमै सुन्दर पल एकदम नबुना रे नवचेतना आबी माबाङ विद्यालय। आज यो विद्यालयमा कार्यक्रम पनि छ। हाम्रो सरलाई पनि निम्तो आएको छ। निम्तो भन्दा पनि चिठी। नमस्ते। अब हामी चाहिँ सरको चाहिँ घर नजिक आइपुग्न लाग्यौँ है। उडाउने त फेरि हाम्रो बानी नै हो नि। एकदमै करेक्ट टाइममा आइपुग्यो। म बसिसकेको ट्याम्पोबाट हो। खतरनाक ठाउँमै बस्छु क्या। ल सर ओके फाइनल्ली हामी चाहिँ माबाङ आइपुग्यौँ। सधैँ हेरिरहनु भएको छ। हेलो हाई भनिदिनुहोस्। स्वागत गर्नुहोस् थाबाङबाट आएको मान्छेलाई। सरको सजनी ल्याउन सकिएन।